यो एन्जाइटी र डिप्रेसनमा चाहिँ के फरक छ? एन्जाइटी हुँदा बिरामीमा कस्ता लक्षणहरू देखा पर्छन् र डिप्रेसन भइसकेपछि बिरामीमा देखिने लक्षणहरू कस्ता हुन सक्छन्? अलिकति प्रस्ताइदिनु न मलाई। हजुर, यो एन्जाइटी डिप्रेसन भनेको दुईटै एकदम कमन समस्या हो हैन। एन्जाइटीमा चाहिँ मान्छेहरुमा के हुन्छ भनेपछि कमनली बुझ्दा फेरि म मर्छु कि भन्ने डर लाग्छ कि हजुर हैन। डिप्रेसनमा चाहिँ मर्न मन लाग्छ। एन्जाइटी भनेको मन आत्तिने समस्या हो। हजुर डिप्रेसन भनेको मन उदासीको समस्या हो हैन। मन आत्तियो भने के हुन्छ? मुटु ढुकढुक गर्छ, सास फेर्न गाह्रो भए जस्तो हुन्छ हैन। हजुर दिशा पिसाब लाग्ला जस्तो हुन्छ, छटपटी हुन्छ, निद्रा लाग्न गाह्रो हुन्छ, मनमा धेरै कुराहरू खेल्छ, ओहो हैन म त मरिहाल्छु कि हैन भन्ने डर लाग्छ। उसको टाउको दुख्न सक्छ, निद्रा नपर्न सक्छ, खाना मिठो नहुन सक्छ हैन। लगायत अरू शारीरिक समस्याहरू, जिउहरू पोल्ने, झमझम गर्ने, त्यो घाँटीमा केही अड्क्या जस्तो हुने, जस्तो फिजिकल समस्याहरू। अब ग्यास्ट्रिक भइरहेछ, ग्यास्ट्रिक निको नहुने हैन। अब ग्यास्ट्रोको डाक्टर कहाँ गयो, इन्डोस्कोपी, कोलोनोस्कोपी सबै जाँच गर्यो हैन। सबै औषधिहरू खाछ, त्यही पनि ग्यास्ट्रिक निको हुँदैन। मुटुको डाक्टर कहाँ गयो हैन। अनि इसिजी इकोहरू सबै गर्यो, जाँचहरू गर्यो, तर मुटु ढुकढुक गरिरहेको छ, सास फेर्न गाह्रो हुन्छ हैन। रोग निको हुँदैन। डाक्टरले भन्नुहुन्छ धेरै टेन्सन नगर्नुस् हैन। तर खास अब टेन्सन गरेर मुटु ढुकढुक गरे होइन, त्यो त मान्छेलाई कसैलाई पनि आत्तियौं हैन अथवा उदास भएर बसौं भन्ने त इच्छा हुँदैन। चाहेर भएको होइन नि त। हाम्रो त के छ हैन, आफ्नो मनलाई आफै कन्ट्रोल गर्नुपर्छ, यति पनि गर्न नसक्ने भन्ने किसिमले सजेसन दिने हैन। त्यसरी झन् बिरामीलाई भिक्टिमाइज गरे जस्तो के यो त कमजोर भएर हैन, यसले नसकेर रोगी भयो भने जस्तो हुन्छ नि त। त्यो होइन, उसको बिरामीको कारणले गर्दा उसले धेरै सोच्न थाले हो हैन। उसको सोचाइ अनावश्यक थट्सहरू, अटोमेटिक नेगेटिभ थट्सहरू आएको हैन। अनि कुनै पनि शारीरिक लक्षणलाई मुटु अलिकति ढुकढुक गर्दैमा ओहो मलाई हार्ट एट्याकै भइहाल्छ कि हैन भन्ने किसिमको प्यानिक एट्याक, प्यानिक डिसअर्डर हुन सक्छ। अथवा कोहीलाई एक्सेसिभ डर लाग्छ के, फोबियाहरू हुन्छ, हाइटको फोबिया हुन्छ हैन। कसैलाई अब क्लस्ट्रोफोबिया भन्छ, क्लोज स्पेसमा बस्नै नसक्ने, ओपन स्पेसमा बस्न नसक्ने एगोराफोबियाहरू हुन्छ हैन। विभिन्न किसिमका फोबियाजहरू छन्। अनि त्यस्तै किसिमले जनरलाइज एन्जाइटी डिसअर्डर भन्छ कि अब जति बेला पनि ओरी हुने, चिन्ता लाग्ने, अब घरबाट कोही बाहिर निस्क्यो ओहो एक्सिडेन्ट भइहाल्छ कि, घर नफर्किँदासम्म फोन गरे गर्न मन लाग्ने हैन। अनि अलिकति ढिला भयो भने पनि अब मनमा नेगेटिभ विचारहरू आइहाल्ने, केही भइहाल्यो कि भन्ने हैन। अनि प्रायः जसो मन आत्तिराख्ने कि जनरलाइज एन्जाइटीहरू हुनसक्छ। अब डिप्रेसन भनेको चाहिँ उदासीको बिमारी हो। हेर्नुहोस्, यसमा चाहिँ मन प्रायः जसो उदास भइरहेको छ, स्याड हुन्छ हैन। पहिले जुन कुराहरू रमाइलो लाग्थ्यो गर्न, त्यो रमाइलो लाग्न छोड्छ। साथीभाइहरूसँग घुम्ने, पिकनिक जाने, मुभी हेर्ने, स्विमिङ जाने हैन, अथवा हाइकिङ जाने ओर्ने जुन कामहरूले रमाएर गरिरहेको थियो नि, त्यो कामहरू गर्न मन लाग्दैन क्या उसलाई। अनि सानो काम गर्न बित्तिकै पनि एकदम थकाइ लागिहाल्ने, इजी फ्याटिक हैन। अनि शरीरमा इनर्जी नै एकदम कम हुने। अनि अब घरमा के हुन्छ, यो त यति बेलासम्म सुतिरहेको छ, काम पनि गर्दैन हैन। अब आफ्नो लुगासुगा धुने पनि गर्दैन, नुहाउने ओर्ने पनि गर्दैन, दारी सारी काट्दैन, एकदम अल्छी छ, लोसे छ भनेर उल्टै गाली गरेर आउँछ कि। तर ऊ बिचारो हैन अब डिप्रेसनबाट गुज्रिरह हुन सक्छ, झन् गाली गर्छन् हैन। त्यो कारणले गर्दा झन् समस्याहरू बढिरह हुन्छ। अनि बिस्तारै अब निद्रामा समस्या आउने, अनि अब सेक्सुअल डिजायरहरू कम हुने हैन, यौनमा रुचि नहुने, खाना मिठो नहुने, अनि अब गिल्टहरू हुने के हैन, वर्थलेस, मैले केही गर्न सकेन, मबाट केही नै हुँदैन, मलाई कसैले माया गर्दैन हैन। अब यसरी गिल्टहरू चाहिँ के हुन्छ? यो पहिलातिरको आफूले गरेको कर्महरू पनि फेरि आउने हुन्छ कि के हुन्छ? यसो नगरे भए हुन्थ्यो, मैले यो गल्ती गरेँ हैन भन्ने किसिमले त्यस्तो किसिमको गिल्टहरू हुने के। सानो अब तिललाई पहाड बनाउने भन्छ नि हैन। अब चिज त त्यही हो, भइसकेको छ, त्यसलाई चेन्ज त गर्न सकिँदैन, तर त्यो विचार आइरहेको छ कि। अनि त्यसले गर्दा चाहिँ हेल्पलेस हुने, होपलेस हुने। अनि यसरी बाँच्नुभन्दा हैन, अरूलाई दुःख दिएर बाँच्नुभन्दा, अरू यसरी बोझ भएर बाँच्नुभन्दा मर्न पाए पनि हुन्थ्यो भन्ने आत्महत्याको विचारहरू आउने। एन्जाइटीमा मरिन्छ कि भन्ने डर लाग्ने। डिप्रेसनमा अब यसरी बाँचेर के गर्नु, मर्न पाए पनि हुन्थ्यो, यस्तो भन्दा जान पाए राम्रो हुन्थ्यो हैन भन्ने किसिमको विचारहरू आउने हुन्छ।